दर्शकवृन्द नमस्कार। युट्युब च्यानल मेरो नेपालको नयाँ भ्लगमा हार्दिक स्वागत गर्दछु। आज वैशाख पूर्णिमा अर्थात् 2569औं बुद्ध जयन्ती। सदाझै यस वर्ष पनि विराटनगरमा विविध कार्यक्रमको आयोजना गरी बुद्ध जयन्ती समारोह भव्य एवं सभ्य रूपले सुसम्पन्न भएको छ। नेपाल तामाङ गेदुङ, तमु छोजदी, नेपाल मगर सङ्घ, नेपाल शेर्पा सङ्घ एवं थारू कल्याणकारी सभा महानगर कमिटीको संयुक्त आयोजनामा विश्व शान्तिको कामना गर्दै यस वर्षको बुद्ध जयन्ती पर्व भव्यताका साथ समापन गरियो। आजको दिनलाई सम्झिँदा मात्रै पनि हाम्रो सुगतिको बाटो सुखदी हुन्छ। युद्ध भइरहेको अवस्थामा युद्ध विराम भएको छ। हजुर यसलाई पनि हामीले एउटा बुद्धको एउटा शान्तिको एउटा उपदेश मान्नुपर्दछ। उपदेश दिनुभएको छ, त्यो कुरालाई चाहिँ अझै समाजमा फैलाउनका लागि चाहिँ हामीले आज यो संयुक्त रूपमा एउटा उदाहरण बनेर यो कार्यक्रम गरेका छौँ। हामी त यस्तो राम्रो देशमा जन्मेका छौँ। हाम्रो यो नमस्कार। युट्युब च्यानल मेरो नेपालको नयाँ भ्लगमा हार्दिक स्वागत गर्दछु। आज वैशाख पूर्णिमा अर्थात् 2569औं बुद्ध जयन्ती। सदाझै यस वर्ष पनि विराटनगरमा विविध कार्यक्रमको आयोजना गरी बुद्ध जयन्ती समारोह भव्य एवं सभ्य रूपले सुसम्पन्न भएको छ। यस वर्ष स्थानीय जनआन्दोलन चोकबाट बिहान 8 बजे सुरु भएको शान्ति र्याली विभिन्न सांस्कृतिक झाँकी एवं बाजागाजा सहित ट्राफिक चोक, जलजला चोक, हस्पिटल चोक, देवकोटा चोक र हाटखोला चोक हुँदै शान्ति स्तूपा झ्याङछुप छोडतेनमा पुगी पूजापाठ तथा वाङ प्रसाद ग्रहण गरी सम्पन्न भयो। नेपाल तामाङ गेदुङ, तमु छोजदी, नेपाल मगर सङ्घ, नेपाल शेर्पा सङ्घ एवं थारू कल्याणकारी सभा महानगर कमिटीको संयुक्त आयोजनामा विश्व शान्तिको कामना गर्दै यस वर्षको बुद्ध जयन्ती पर्व भव्यताका साथ समापन गरियो। कार्यक्रममा नेपाल मगर सङ्घले पञ्चेबाजाको आकर्षक प्रस्तुति प्रस्तुत गरेको थियो भने नेपाल तामाङ गेदुङले सेलो तथा डम्फु नृत्य प्रस्तुत गरेको थियो। कार्यक्रममा बालकदेखि वृद्धसम्म करिब 600 धर्मावलम्बीहरूको सहभागिता थियो। दर्शकवृन्द, वास्तवमा भगवान बुद्धले दिनुभएको सन्देश एवं उपदेश वर्तमानमा अझ अपरिहार्य बन्दै गइरहेको छ। खास गरी विश्वभर बढिरहेको हत्या, हिंसा एवं युद्ध अपराधहरू एवं प्राकृतिक प्रकोप आदिको समूल रूपमा अन्त्य होस् र सम्पूर्ण सजीव प्राणीहरूको उद्धार होस् भन्ने मूल आशयका साथ यस पर्व मनाउने गरिन्छ। पञ्चशीलको पालना सबैले गरी एक असल समाज र राष्ट्र निर्माण गर्न सकिन्छ भन्ने मूल सन्देश पनि यस विशेष पर्वले दिने गर्दछ। आजको दिनमा बौद्ध धर्मावलम्बीहरू बिहान सबेरै उठी गुम्बा तथा छोडतेनमा गई पूजाआजा गर्ने र मृत पुर्खाहरूको स्मृतिमा लाखबत्ती बाल्ने, घरमा नयाँ लुङदर एवं तोरणहरू लगाउने र मिठो खाई रमाइलो गर्ने तथा शुभकामना आदान प्रदान गर्ने गर्दछन्। नेपाल, भारत, चीन, भुटान, म्यानमार लगायत विश्वका 10 भन्दा बढी मुलुकहरूमा यस पर्व मनाउने गरिन्छ। सत्य र अहिंसा यस धर्मको मूल मन्त्र रहेका छन्। सहर परिक्रमा पश्चात शान्ति र्याली छोडतेन स्थल पुग्यो। हरियाली वनस्पति, बगैँचा एवं चराचुरुङ्गीहरूको चिरबिर आवाजले वास्तवमै अद्भुत शान्तिको आभास हुन्थ्यो। सर्वप्रथम सहभागीहरूले छोडतेन परिक्रमा एवं बौद्ध प्रार्थना तथा लाखबत्ती बाल्ने कार्यहरूमा सरिक भए। आफ्ना पितृहरूको सम्झनामा
एवं अकालमा मृत्यु भएका विश्वभरका व्यक्तिहरूको आत्माको चिर शान्तिको कामना गरी बौद्ध दीप प्रज्वलन गरियो। कार्यक्रम आयोजना भइरहँदा छ्योर्तेन अर्थात् शान्ति स्तूपा नववधु जस्तै सिँगारिएको थियो भने पूजा प्रार्थनाको तमोल ध्वनिले सहभागीहरू मन्त्रमुग्ध थिए। यस वर्ष युवा वर्गहरूको उल्लेखनीय सहभागिताले आयोजक समिति थप उत्साहित हुन पुग्यो। विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको आजकै दिन लुम्बिनीमा जन्म भएको, बोधगयामा ज्ञान प्राप्त गर्नुभएको र कुशीनगरमा महापरिनिर्वाण भएको थियो। दर्शकबिन्द यसै गरी यसै वर्षको यो 2569औं बुद्ध जयन्तीको अवसरमा मेरो अगाडि हुनुहुन्छ मगर सङ्घको महानगर अध्यक्ष आदरणीय श्री कुबेर बहादुर मगरज्यू। यस वर्षको जुन बुद्ध जयन्ती हामी मनाइरहेको छौँ यसको बारेमा थोरै प्रकाश पारिदिनुहोस् न। यहाँ मेरो सबैभन्दा भन्तेज्यूलाई पहिले सुरु वन्दना, त्यसपछि यहाँ सम्पूर्ण हामी जति जातिहरूका यहाँ आएर हामी अहिले मनाउँदैछौँ। यो बुद्ध जयन्ती मनाउँदै गर्दाखेरि यहाँ जातीय संस्थाका अध्यक्षज्यूहरू हुनुहुन्छ, उहाँ सचिवज्यूहरू हुनुहुन्छ, उहाँ चाहिँ कार्य समितिका पदाधिकारी हुनुहुन्छ, उहाँहरूलाई मेरो सबै उहाँहरूप्रति मेरो हार्दिक मङ्गलमय शुभकामना। उहाँहरूप्रति मैले यहाँबाट सबैलाई साधुवाद टक्राउँदछु। हजुर, यो बुद्ध जयन्तीको मनाउनुको थोरै उद्देश्य प्रकाश पारिदिनुहोस्। यस्तो छ, हामी धेरै ठाउँ छरिएर बसेका जनजातिहरू छौँ। त्यो मध्येमा अनि हामीले अहिले 3-4 वर्ष भयो यसरी चाहिँ हामी एक ठाउँमा बसेर बुद्ध जयन्ती मनाउनुपर्छ भन्ने कुराहरूमा भगवान शास्त्र तिनै लोकका शास्त्र भएर भगवानको बुद्धको हामीले जति पनि उहाँको चाहिँ अब बयान गरेर त हामी सक्दैनौँ, तर पनि आजको दिनलाई सम्झिँदा मात्रै पनि हाम्रो सुगतिको बाटो सुखदी हुन्छ भन्ने हिसाब किताबले हामी यहाँ चाहिँ हामी लागेर यसरी बुद्ध जयन्ती मनाएका छौँ। हस्, धन्यवाद। हजुर, हजुर धेरै धेरै धन्यवाद। मङ्गल होस्, यहाँको पनि सुगति रहोस्, सुधार होस्, सदा सुखी भवतु, सब मङ्गल। हस्, धन्यवाद हजुर, धन्यवाद।
दर्शकवृन्द, यसै गरी यस वर्षको बुद्ध जयन्ती मनाइरहँदा यस 2569औं बुद्ध जयन्तीको अवसरमा मेरो अगाडि हुनुहुन्छ यस महानगर कमिटीका पूर्व अध्यक्ष तथा विराट बौद्ध तामाङ समाजका संस्थापक अध्यक्ष आदरणीय श्री कृष्ण मोक्तानज्यू। आशङ, यो वर्षको जुन हामी बुद्ध जयन्ती मनाइरहेका छौँ यसको बारेमा थोरै प्रकाश पारिदिनुहोस् न। सर्वप्रथम त बुद्ध जयन्ती हामी बौद्ध मार्गीहरूको सबैभन्दा महत्त्वपूर्ण पर्व हो। हजुर। र यसलाई हामीले सबैभन्दा महत्त्वपूर्ण पर्वको रूपमै मनाउँदै आएका छौँ र भविष्यमा पनि यसरी नै मनाइरहनेछ। हजुर। र बुद्ध जयन्ती नेपालमा भएका तामाङ मात्रै होइन। हजुर। र यहाँ शेर्पा, गुरुङ, मगर, थकाली, हजुर, र हिउलमली र केही क्षेत्रमा हाम्रो भोटे समुदायहरू हुनुहुन्छ। हजुर। र उहाँहरू सबैले आज बुद्ध जयन्तीको दिन एकैसाथमा बुद्ध जयन्ती मनाउने गरेको छ। हजुर। र यो यसरी बुद्ध जयन्ती चाहिँ हामी सबै तामाङहरूको र सबै बुद्ध मार्गीहरूको चाहिँ महत्त्वपूर्ण पर्व भएकोले गर्दाखेरि हामी बौद्ध मार्गीहरूले यो बुद्ध जयन्तीलाई यसरी मनाउने परम्परा बस्दै आएको छ। हजुर। जस्तो अहिले विश्वमा अब यो इन्डिया पाकिस्तान यसै गरी रसिया युक्रेन युद्ध भइरहेछ नि आजै, यस सन्दर्भमा चाहिँ विश्व शान्तिमा यो दिनले कस्तो भूमिका खेल्छ होला? आजको यो दिनले महत्त्वपूर्ण भूमिका खेल्नेछ, किनभने यो विश्वमा जुन यो आक्रान्त रूपमा जुन यो ठुलो आक्रान्त मचिरहेको छ यसलाई शान्त पार्नमा पनि बुद्ध जयन्तीको एउटा महत्त्वपूर्ण दिन हो। यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। किनभने बुद्ध जयन्ती आगमन हुँदै गर्दाखेरिको अवस्थामा जस्तै भारत र पाकिस्तानको बिचमा युद्ध भइरहेको अवस्थामा युद्ध विराम भएको छ। यसलाई पनि हामीले एउटा बुद्धको एउटा कारक तत्त्व पनि मान्नुपर्दछ। किनभने ठ्याक्कैसँगले बुद्ध जयन्ती आएको बेलामा चाहिँ त्यो युद्ध रोकिनु पनि एउटा बुद्धको चाहिँ अब बानी, बुद्धको उपदेशको कारण र मान्छेको मानसिकतामा र हामीले शान्ति अप्नाउनु पर्दछ भन्ने सबैको मनमा भएकोले गर्दाखेरि पनि ठ्याक्कै बुद्ध जयन्ती आइपुग्दाखेरि त्यहाँदेखि यो युद्ध चाहिँ विराम भएको छ र शान्ति स्थापना भएको छ। धन्यवाद आसिङ, धेरै धेरै धन्यवाद। दर्शकवृन्द, यसै गरी आजको यस 2569औं बुद्ध जयन्तीको अवसरमा हामीले विराटनगरमा बुद्ध जयन्ती मनाइरहँदा मेरो अगाडि हुनुहुन्छ विराटनगर महानगर कमिटीका अध्यक्ष आदरणीय श्री विष्णु पाखरिनज्यू। नाना, यो बुद्ध जयन्तीको बारेमा थोरै प्रकाश पारिदिनुहोस् न। म विष्णु पाखरिन, नेपाल तामाङ गिरिङ महानगर अध्यक्ष। धन्यवाद भाइलाई। हामी आज चाहिँ संयुक्त रूपमा विराटनगर महानगरपालिकाभित्र रहेका बुद्ध धर्मसँग सम्बन्धित नेपाल तामाङ गिरिङ, गुरुङ राष्ट्रिय परिषद, नेपाल मगर सङ्घ, थारू कल्याणकारी, नेपाल मगर सङ्घ र शेर्पा, यो विभिन्न हामी बुद्ध धर्मसँग रहेका 5-6 जातिहरूसँग चाहिँ संयुक्त रूपमा चाहिँ आज बुद्धका उपदेशका कुरा, ज्ञानका कुरा होइन, बुद्धले जुन धर्मप्रति गर्नुपर्ने शरणका कुरा होइन, संस्थाप्रति गर्नुपर्ने शरणका कुरा र बुद्धकै शरणमा पर्नुपर्ने कुराहरूको जुन उपदेश दिनुभएको छ त्यो कुरालाई चाहिँ अझै समाजमा फैलाउनका लागि चाहिँ हामीले आज यो संयुक्त रूपमा एउटा उदाहरण बनेर यो कार्यक्रम गरेका छौँ। विशेष गरी अहिले यो राष्ट्रहरूमा भएको सम्पन्न राष्ट्रहरूमा भएको जुन युद्धका कुराहरू छन् जो अहिले सबैको चासोको विषय पनि भएको छ। पाकिस्तान र इन्डियाको जुन लडाइँ भइरहेछ यो चाहिँ बुद्धले दिएको शान्तिलाई पालना गर्ने हो भने, उपदेशलाई पालना गर्ने हो भने एक खालको विराम त भइसकेको छ। अझ यो सम्पूर्ण राष्ट्रमा देशमा चाहिँ शान्ति फैलिने थियो होइन। यो कुरालाई चाहिँ इन्डियाले पाकिस्तानले पनि यसलाई अनुसरण गर्नुहुनेछ र त्यो अनुसरणकै एउटा उदाहरण स्वरूप अहिले विरामको जुन हामीले सबैले थाहा पाइरहेको छौँ त्यो घोषणा भएको छ। म यसैबाट विराटनगर महानगरपालिका भिडुङका तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि सबैप्रति यो सन्देश फैलाउन आह्वान पनि गर्न चाहन्छु। बुद्धका उपदेशलाई पालना गर्न भन्न चाहन्छु। धन्यवाद। धन्यवाद माना। दर्शकवृन्द, यसै गरी यस 2569औं बुद्ध जयन्ती मनाइरहँदा मेरो अगाडि तमु सोजदी महानगर कमिटीका वरिष्ठ उपाध्यक्ष आदरणीय विश्वबहादुर गुरुङजी हुनुहुन्छ। हजुरले आजको यस बुद्ध जयन्ती मनाइरहँदा यसको औचित्यको बारेमा थोरै प्रकाश पारिदिनुहोस् न। नमस्ते। आज वैशाख 29 गते बुद्ध पूर्णिमा परेर हामीले बुद्ध जयन्ती मनाउँदैछौँ। विराटनगर महानगर कमिटीमा मनाउँदै गर्दा हामीले संयुक्त रूपमा हामीले तमु
दुला गुरुङ फौजदी महानगर कमिटी, नेपाल तामाङ घेदुङ सङ्घ, त्यसै गरी मगर सङ्घ, शेर्पा सङ्घ र थारू कल्याणकारी हामीले संयुक्त रूपमा मनाएका छौँ। यो हामीले आज विराटनगरको महेन्द्र चोक जन आन्दोलन चोकदेखि छोड्दैन गुम्बा अहिले चाहिँ हामी उपस्थित छौँ। हामीको पत्रकार मित्रले इन्टरभ्यू दिए हुन्छ यो गुम्बासम्म आएर हामीले कार्यक्रम यहाँ समापन गरेका छौँ। हामीले संयुक्त रूपमा यो कार्यक्रम मनाएका हौँ। हजुर, यो हजुरलाई मैले बिचमा जस्तो यो अहिले जुन विश्वमा अशान्ति छाइरहेको बेलामा, युद्धहरू भइरहेको बेलामा हाम्रो यो बुद्ध जयन्तीको चाहिँ कस्तो किसिमको महत्त्व रहेको छ, थोरै प्रकाश पारिदिनुहोस् न। साह्रै राम्रो प्रश्न गर्नु हाम्रो पत्रकार मित्रले। हजुर, आज यो विश्वमा भन्नु अहिलेको बेलामा त पाकिस्तान र इन्डिया हो। हजुर, यिनीहरूले जुन पहलगाममा जुन किसिमको नेपाली सहित भारतीयलाई हिन्दूहरूलाई छानी यतिसम्म कि यति दर्दनाक उनीहरूलाई मृत्यु गराएको छ। आफ्नै श्रीमतीको अगाडि आफ्नो श्रीमानको हत्या गर्यो। हत्या गर्दा पनि मुस्लिम हुँ भन्दा पनि होइन, तेरो के छ खोइ प्रमाण भनेर उनीहरूले त्यो वस्त्र पनि हेरेर त्यसरी हत्या गरियो। यो त एकदमै नराम्रो हो। र हाम्रो देश, हामी त यस्तो राम्रो देशमा जन्मेका छौँ। हाम्रो यो शान्तिको देश जुन आज संसारभरि बुद्ध मार्केटले बुद्ध जयन्तीको उपलक्ष्यमा म के भन्न चाहन्छु भने संसारभरि बुद्ध धर्म मनाइराख्दाखेरि बुद्धको एउटा सन्देश छ, हामी हिंसा नगरौँ, शान्तिको रूपमा हामीले शान्ति स्थापना गरौँ। हाम्रो यो विश्व युद्ध जुन कुरो आइरहेको छ, युद्ध होइन, हामी शान्तिको मार्ग अपनाउँदाखेरि कसैलाई केही हुँदैन, सबै शान्तिको बाटोमा हामी लाग्छौँ भनेर यो उपदेश हाम्रो गौतम बुद्धले हामीलाई हाम्रो देशबाट यो संसारभर नै छोइदिनु भएको छ। त्यसको प्रकाशमा हामी अहिले बाँचिरहेका छौँ। हस्, धन्यवाद हजुर। हजुर, धेरै धेरै धन्यवाद। कार्यक्रमको अन्त्यमा मूल आयोजक समितिका पदाधिकारीहरूको सामूहिक फोटो सेसन सहित कार्यक्रम समापन गरियो। बुद्ध जयन्तीको सम्पूर्णमा पुनः एकपटक हार्दिक मङ्गलमय शुभकामना। नमस्कार।